हेलो गाइज, आज हामी बाउ र छोराको मिनी भ्लग लिएर आएका छौँ। बिहान उठेपछि हामीले फ्रेस भएर चिया र खाजा खायौँ। त्यसपछि हाम्रो बिस्तारा मिलाउनतिर लाग्यौँ। आज तिहारको भाइटिकाको दिन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भाइटिकाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी उठ्ने बेलामा श्रीमती अफिस गइसकेको थियो। खाना अलरेडी बनाएको हुनाले मैले तरकारी बनाएँ। हामी खाना खानातिर लाग्यौँ। मेरो बाबुलाई अन्डा साह्रै मनपर्ने हुनाले बाबुले अन्डा मात्र खाएको थियो। यो मेरो जीवनको पहिलो मिनी भ्लग भएको कारणले भिडियो हेरेर यहाँहरूको सल्लाह सुझावको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। खाना खाइसकेपछि मैले सरसफाइ गर्नतिर लागेँ। घर बस्दा बस्दा बाबुलाई बोर भयो होला भनेर घुम्न जानको लागि मैले बाबुलाई तयार गर्दैछु। हामी बाबाहरूले पनि आफ्नो छोरा वा छोरीलाई राम्रोसँग स्याहार सुसार गर्न जानियो भने हामी आफ्नो लागि नै राम्रो हुँदो रहेछ। अहिले हामी जापानको फुकुशिमा इवाकी भन्ने सहरमा बसोबास गर्दै आइरहेका छौँ। मौसम पनि आज एकदम राम्रो रहेको थियो र बाबुलाई मैले स्थानीय मन्दिरमा घुमाउन लगेको थिएँ। घर आएपछि पुनः हामी सरसफाइतिर लाग्यौँ। त्यसको केही बेरमा नै थाकेको हुनाले बाबु सुत्यो। आज दिनभरिमा बल्ल मेरो फुर्सद मिल्यो र मैले कफी बनाएर खाएँ। त्यसको केही छिनमा नै बाबु फेरि उठ्यो र म बाबुसँग खेल्न थालेँ। केही छिनमा सुनसान भयो र बाबु कता गयो भनेर हेरेको त बाबु आफै मेकअप गर्दै बसेको रहेछ। आफ्नो आमा आयो भनेर बाबु आफ्नो आमालाई ढोका खोल्न गएको थियो। आजलाई यति नै। फेरि अर्को भ्लगमा भेटौँला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।